हेलो एभ्रिवान वेलकम टु आवर प्रीति ब्लग हो। आजको ब्लग चाहिँ लिटरली 11-12 बजेको छ है। अनि यतिखेर त सबै पकेको घरमा चाहिँ खाजा पाकि नै सक्छ। अनि हाम्रो पनि त्यस्तै हो। अनि खाजा खाने बेला भयो अनि त्यसपछि के खाने कसो खाने है, छिटो मिठो चाहिँ के खाने भन्ने अब सोच त अभियसली सबैकोमा आउँछ। अनि त्यसपछि मैले चाहिँ आज मेरो फेभरेट पास्ता अनि हजुरहरूको पनि सबैभन्दा फेभरेट पास्ता बनाउने निर्णय गरेँ। अनि त्यसपछि यहाँनिर अलिकति थोरै मैले पास्ता प्लेटमा लिएको छु। अनि त्यो पास्तालाई चाहिँ मैले बोइल गर्नुपर्ने हुन्छ होइन। अनि बोइल चाहिँ त्यही अनुसारको क्वान्टिटीमा पानीमा बोइल गर्ने हो। अनि मैले ग्यास बसालिदिएँ अनि त्यहाँनिर पानी पनि हालिदिएँ। पानी हालिसकेपछि हामीले चाहिँ 5-10 मिनट उम्लिन दिनुपर्ने हुन्छ। अनि त्यसपछि म चाहिँ 5-10 मिनट उम्लिने जेलसम्म चाहिँ यहाँनिर बन्दा काट्दै गर्नु पर्यो भनेर मैले बन्दा काट्नतिर लागेँ। अनि त्यसपछि बन्दा चाहिँ यति धेरै फ्रेस थियो कि घरकै बारीको बन्दा भएको कारणले मलाई चाहिँ निकै हेल्दी लाग्यो। अनि कति रमाइलो लाग्ने क्या, मलाई त धेरै असाध्यै राम्रो लाग्छ घरमा फलेको चिज। अनि घरमै भएको हरेक चिज चाहिँ मलाई यति यति प्रिय लाग्छ, मनमै छुन्छ क्या। अनि त्यसपछि अनि मलाई चाहिँ सोध्छु कि है तरकारीहरू अनि सागसब्जीहरू कति फालिरहेको हुन्छ कि घरमा है, खाना खाएर कि त फ्रिजमै कुहिएर के भएर गइरहेको हुन्छ है। अनि हामीले चाहिँ अरूले रोपेको वा केही चिजको चाहिँ सम्मान गर्नुपर्ने रहेछ है जस्तो लाग्छ। अनि त्यसपछि मैले चाहिँ यहाँनिर पानी पनि उम्लिसकेको रहेछ है। पानी उम्लिसकेपछि चाहिँ हामीले एकछिनको लागि बोइल हुनको लागि चाहिँ पास्ता हालिदिनु पर्ने हुन्छ। अनि 5-10 मिनट बोइल भइसकेपछि त्यसले जुन मोइस्चरहरू चाहिँ एब्जर्ब गरेर अनि अलिकति नरम बनाइदिन्छ है। पास्तामा थरी थरीको भेजिटेबल राख्न कसलाई चाहिँ मन पर्दैन र मलाई त एकदम मिठो लाग्छ र पनि भेजिटेबलको त म त फ्यान नि पनि हो। अनि त्यसपछि मैले चाहिँ थोरै धेरै नि जति राख्न सक्थेँ त्यति नै मैले राखेँ, किनभने कि हजुरआमालाई नमन पर्नका कारण मैले चाहिँ बन्दा र अलिकति प्याज मात्रै राखेँ। अनि त्यसपछि गाजरहरू अनि त्यसपछि चिल्लीहरू चाहिँ मैले स्किप गरेँ, उहाँलाई चाहिँ नर्मल अनि सिम्पल खान मन लागेको थियो। अनि त्यसपछि यहाँनिर बोइल भइसकेको यसलाई चाहिँ मैले अलिकति धोइ पखाल गरेर अनि त्यसपछि सफा सुग्घर गरेर अनि मैले ग्यासमा बसालिदिएँ है। अनि यहाँ ग्यासमा बसालिदिइसकेपछि चाहिँ 5-10 मिनट चाहिँ मैले त्यत्तिकै छोडिदिएँ। अनि त्यसपछि तातोस् भनेर अनि यहाँनिर काटेको चपिङ गरेको चाहिँ सामानहरू मैले लगेर त्यहाँ राखेँ। अनि त्यसपछि यहाँनिर लिची पनि खाँदै थिएँ म। अनि यतातिर भ्यू हेर्दै यस्तो राम्रो भ्यू थियो है। अनि लिची चाहिँ एक कार्टुन हाम्रो कसैले आएको थियो। अनि लिची चाहिँ कसको फेभरेट हो त्यो पनि भन्नुहोस् ल। अनि मैले चाहिँ यहाँनिर पास्तामा हाल्नको लागि एउटा चाउचाउनी ल्याएको थिएँ, बिचमै फुटेछ है। अनि त्यसपछि मैले चाहिँ यहाँनिर तेल हालिसकेर अनि त्यो त्यसमा हालिदिएँ सबै भेजिटेबलहरू। सबै त के भनौँ, मैले त जम्मा 2टा मात्र भेजिटेबलहरू हालेको थिएँ। दाना दुनीहरू अरू सबै सामानहरू चाहिँ मैले स्किप गरिदिएको थिएँ, किनभने कि नमिठो हुनको कारणले। अनि मैले यहाँनिर पनिर पनि देखाइरहेको थिएँ। पनिर चाहिँ त्यति मिठो हुँदैन थियो है। अनि मलाई चाहिँ अलिकति राम्रो लागेन, अलिकति मिठो हुँदैन कि जस्तो लागेर अनि मैले चाहिँ यहाँनिर पास्ता मात्रै भुटेँ। अनि पास्ता भुटिसकेपछि चाहिँ अनि मैले अलिकति खऱ्याउनको लागि छोडिदिएँ। अनि त्यसपछि सँगसँगै मैले यहाँ चाउचाउ पनि हालिदिएँ। अनि चाउचाउ चाहिँ मैले एउटा मात्र हालेको थिएँ, किनभने कि धेरै खाने पनि होइन र खाजाको लागि अलिकति चट्टा मिठो होस् भनेर मैले चाउचाउ हालिदिएको थिएँ। अनि त्यसपछि चाउचाउको मसला पनि हालेँ होइन। अनि त्यसले चाहिँ अलिकति एक्स्ट्रा स्वाद दिन्छ भनेर चाहिँ मैले हालेको थिएँ। अनि झर्नै मानेको थिएन है। अनि मैले चाहिँ एक्स्ट्रा अलिकति मिठो स्पाइसी होस् भनेर चाहिँ मैले अरू मसला पनि हालेँ, तर यसको स्पाइसीले चाहिँ कुनै असर गर्दैन है। अनि त्यसपछि मैले बेसार अनि मसला अनि त्यसपछि एक्स्ट्रा मसला अनि त्यसपछि सबै चिजहरू हालिसकेपछि चाहिँ यसको अर्कै टेस्ट आउँछ है। अनि त्यसपछि मलाई चाहिँ अनि त्यो म्यागी मसला पनि हुन्छ नि, त्यो म्यागी मसला पनि मलाई धेरै मिठो लाग्छ र अनि मैले चाहिँ अलिकति थोरै त्यो पनि हालेको थिएँ। अनि यहाँनिर चाहिँ अलरेडी भइसकेको थियो। अनि मैले चाहिँ धेरै स्पाइसी नभएको कारणले चाहिँ मैले अलिकति एक्स्ट्रा चिल्ली चाहिँ काटी पनि सकेको थिएँ। अनि चलाएँ है। अनि अलमोस्ट पाकि नै सकेको थियो है। अनि मैले चाहिँ प्लेटिङ गरेँ, अलिकति हजुरआमालाई नि लगेर दिन्छु, नखाने भनिरहनु भएको थियो। बट उहाँ बिरामी हुनुहुन्छ, त्यही भएर पनि होला सायद। अनि त्यसपछि मुख नमिठो हुन सकेको। अनि मैले चाहिँ पास्ता मात्र लगेँ। अनि त्यसपछि ससहरू केही पनि नखाने भन्नुभयो। अनि त्यसपछि तल हुनुहुन्थ्यो हजुरआमा, अनि तल हुनुहुन्थ्यो। अनि कस्तो टेस्ट भयो भनेर रियाक्सन पनि लिनु पर्यो भनेको है। क्यामेरामा त आउनै मान्नु भएको थिएन, त्यही पनि मैले चाहिँ जबरजस्ती ल्याएँ। कस्तो छ भनेको एकदम मिठो छ भनेर भन्नुभयो। अनि म त अझै खाने भन्न थाल्नुभयो क्या। अनि त बुढाबुढीलाई अलिकति मुख स्वादिलो हुने चिजहरू खुवाइराख्नु पर्ने हुन्छ क्या, किनभने कि उहाँको मुखहरू अलिकति ज्वरोको कारणले अनि के अन्य रोगहरूको कारणले चाहिँ सताइरहेको हुन्छ। अनि यहाँ मैले पनि आफ्नो प्लेटिङ चाहिँ लगाइसकेको थिएँ है। अनि मैले चाहिँ थोरै नै राखेको थिएँ, किनभने कि मलाई त्यति धेरै हेल्दी लागेन। बट यस्तो एमी भएको थियो कि मैले चाहिँ सबै खाइदिएँ क्या। लास्टमा मैले अर्को पनि थपेर नि खाइदिएँ है। अनि मैले चाहिँ यहाँ के गफ गरिरहेको छु भने चाहिँ है, अनि रेस्टुरेन्ट अनि अलिकति ठुल्ठुलो रेस्टुरेन्टहरूमा जान्छौँ, कस्तो मिठो मिठो गरी खान्छौँ है। बट त्यहाँनिर चाहिँ अनहेल्दी हुन्छ क्या, जुन हाम्रो लागि चाहिँ राम्रो हुँदैन।
बाई द वे अब यो नमिठो नराम्रो हुन्छ भन्ने बित्तिकै हामीले त्यो बानी त छोड्दैनौँ। अभियसली हाम्रो एउटा सेलिब्रेसन वर इन्जोइङ अरू केही खान मन लाग्दाखेरि त हामी अभियसली बाहिरै चुज गर्ने हुन्छौँ र अनि सबैलाई त्यो मन नि परिहाल्छ। त्यही पनि यति मन छ भने हेल्दी बनाउन छ भने यो रेसिपी एप्लाई गरेर हजुरहरूले घरमै आफ्नो छोराछोरी वा बुवा मम्मी वा आफ्नो रिलेटिभ्सहरूलाई पनि यसरी खाना दिन सक्नुहुन्छ है। यो चाहिँ एकदम मिठो छ र अनि यो नर्मल एज सबैजनाले खान मिल्ने योग्य नै छ है। अनि त्यसपछि यदि हजुरलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। र साथीहरू आजको चाहिँ यति नै छ। अनि म चाहिँ लिची खाइरहेको छु। अनि पास्ता चाहिँ अलिक पिरो नै थियो किनभने लास्ट टाइम मैले खोर्सानी नै हालेको थिएँ, त्यही भएर कान पनि पोलिरहेको थियो। अनि मैले धेरै यो चाहिँ लिची खाँदैछु। लिची चाहिँ कसले खाइसक्नु भयो, खानु भएको छ कि छैन होइन, पक्कै पनि खाइसक्नु भयो होला किनभने सक्ने बेला भइसक्यो। यो चाहिँ कटारीको लिची हो र कमेन्टमा भन्नुहोस् होला कति मिठो भयो, पास्ता जस्तो लाग्छ होइन। मेरो के कमजोरी थियो त्यो भिडियोमा त्यो पनि भनिदिनुहोस् होला। तर मलाई जहाँसम्म लाग्छ धेरै नै मिठो भएको थियो। अनि मैले चाहिँ त्यस्तो धेरै रमझम बनाएको थिइनँ, सिम्पल बनाएको थिएँ होइन। त्यो पनि मैले आफ्नो बेस्ट त दिएको थिएँ होइन। त्यो पास्ता चाहिँ हजुरहरूको घरमा यति बुढाबुढी मान्छेहरू हुनुहुन्छ वा कोही हुनुहुन्छ भने चाहिँ उहाँलाई खुवाउँदा हुन्छ है। अनि त्यसपछि चाहिँ म चाहिँ मेरो हजुरआमाले चाहिँ धेरै नै तारिफ गरिरहनु भएको थियो। अनि उहाँ चाहिँ भिडियोमा आउन मान्नुहुन्न। म पनि भर्खरकै हो, त्यही भएर म पनि त्यति धेरै बानी त परेछु नि। तर बिस्तारै बिस्तारै हजुरआमालाई पनि ल्याउनेछु। यदि हजुरहरूलाई मन पर्यो भने भन्नुहोस्, उहाँलाई म ल्याउने प्रयास गर्छु मेरो भिडियोहरूमा। सो गाइज आजको लागि चाहिँ यति नै होइन। म त लिची खान्छु। अनि सो अर्को भ्लगमा भेट्ने होला है त, भेट्ने त ल गाइज।